सो सेकेन्ड ह्यान्डमा DJI को Neo 2 कम्बो खोज्दै हुनुहुन्थ्यो भने हामीसँग मात्र 2 महिना अगाडि किनिएको ओरिजिनल भ्याट बिल र अझै 10 महिनाको वारेन्टी सहित सेकेन्ड ह्यान्ड सामान तर ब्रान्ड न्यू जस्तो खासै युज नभएको सामान कम्बो प्याकेजमा तपाईलाई सेलमा आएको छ। यो तपाईले मात्र 55,000 मा पाउँदै हुनुहुन्छ। यसमा के आउँछ मज्जाले बुझ्नु होला है त। सो फर्स्ट अफ अल यसमा तपाईले चार्जिङ हब पाउँदै हुनुहुन्छ। यसमा टोटल 3 वटा ब्याट्री पाउँदै हुनुहुन्छ। भन्न चाहिँ कम्पनीले एउटा ब्याट्रीबाट 20 मिनेट भने पनि रियल लाइफमा 14-15 मिनेटसम्म दिन सक्छ है। त्यस्तै RC N3 को तपाईले रिमोट कन्ट्रोलर पाउँदै हुनुहुन्छ। यहाँ माथि आफ्नो फोन जोडेर मज्जाले युज पनि गर्न सक्नुहुन्छ। भन्न चाहिँ कम्पनीले 10 किलोमिटरको रेन्ज भनेको हुन्छ, तर रियल लाइफमा त्यति 10 किलोमिटरको रेन्ज एचिभ गर्न पोसिबल भन्ने हुँदैन है। मैले चाहिँ रियल कुरा गर्दैछु। कम्पनीले भन्ने कुरा र रियल लाइफमा हुने कुरा फरक हुन्छ। कम्पनीले भनेको कुरा सधैँ हामीले रियल लाइफमा एचिभ गर्न नसकुला, त्यो डिफ्रेन्ट कुरा हो। बाँकी ड्रोन भइ नै हाल्यो, यसको लेन्सको कभर आइ नै हाल्छ, यो पछाडिको एन्टिना पनि आउँछ। यो सामान मात्रै 55,000 मा पाउँदै हुनुहुन्छ। नयाँ किन्दा फेरि 67,500 मा किन्नु भएको रहेछ, तर युज नै गर्नु भएको छैन। सो पसल हाम्रो गङ्गबुच्चो काठमाडौँ हो, तर अब यो भिडियो आज हामीले राखेको 1-2 दिनभित्र नै सामान सोल्ड भइहाल्छ होला सेकेन्ड ह्यान्डमा है। सो अब के गरी सेकेन्ड ह्यान्ड सोल्ड भयो, तपाईँलाई नयाँ लिन मन छ भन्नुहुन्छ भने पनि हामी तपाईँलाई बेस्ट रेट नयाँमा पनि दिनै हाल्छौँ। पसल हाम्रो गङ्गबुच्चो काठमाडौँ हो। यसको लागि आउँदै हुनुहुन्छ भने एकचोटि पक्कै पनि कल गरेर आइदिनु होला। क्यास अन डेलिभरी पनि अल ओभर नेपाल हुन्छ। पहिले सानो रकमको एडभान्स पहिला पठाइदिनु भयो भने बाँकी रहेको फुल पेमेन्ट आफ्नो हातमा सामान आएपछि दिँदा पनि मिलिहाल्छ। बाँकी तपाईँसँग चाहिँ एक्सन क्यामेरा छ, नभए DJI को पकेट्रीहरू छ, नभए Insta360 छ, नभए क्यामेरा लेन्सहरू छ हैन, त्यो दिएर पनि ड्रोन लान चाहनुहुन्छ भने त्यो पनि मिल्छ। हजुरको सामानको के कति भ्यालुएसन आउँछ बुझ्नको लागि तल दिएको WhatsApp को नम्बरमा एड अप गरेर पनि कुराकानी अगाडि बढाउन सक्नुहुन्छ। बाँकी तपाईलाई क्यामेरा किन्नु पर्यो, क्यामेरा बेच्नु पर्यो, पक्कै पनि क्यामेरा लेन्स घरलाई सम्झन सक्नुहुन्छ। हस्त धन्यवाद।